नमस्कार सम्पूर्णमा। आज हामीले आधार चाका बनाउन लागेका छौँ। यसरी पगालेको मललाई यो फ्रेममा राखिसकेपछि आधार चाका मेसिनमा राखिसकेपछि हामीले यसलाई मजासँग अचाड्यौँ र यसलाई हामीले राम्रोसँग भिज्ने गरेर पानीमा डुबाएका छौँ। यसरी राम्रोसँग डुबाउँदा मैन र यो चिसो हुनाले राम्रो हुन्छ र हामीले आधार चाका पनि बनायौँ। हेर्नुहोस् कस्तो राम्रो छ भन्दै हुनुहुन्छ हाम्रो आदरणीय दिदीले। यसरी हामीले आधार चाका यति धेरै बनाएका छौँ। ल हेर्नुहोस् हामीले आफैले बनाएको आधार चाका हाम्रै आफ्नै सिरेना मौरीको मैनबाट पगालेर यसरी बनाएको आधार चाका हो यो। यसरी बनाएको आधार चाका हाम्रो सिरेना मौरीले धेरै नै छिटो एक्सेप्ट गर्छ। धन्यवाद।